ट्र्याक्टर गाडी छ यो फुच्चे पनि कहिले अगाएन है मोटाको पनि छैन यतिको दामी चाहिँ भेटायो जो दिल खुश हो गया दिल खुश हो गया हो गया दिल खुश दिल खुश है दिल खुश मेरा फोटो ले ल होवा नै छ यसले बिस्तारै कुदाउनै जान्दैन गाडी फेरि अब यस्तै छ हाम्रो नेपालमा चाहिँ किसानहरुको चाहिँ अवस्थाहरु 1 घण्टा पछि बल्ल 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 पर्खेर अब यो ताने यसरी गाडी नै जोगिन्छ पुरै नस अब फाइनली हामी सदाबार खुसीमाट अगाडि आइपुगिसकेको छौं बौला ड्राइभर हो ल अब चाहिँ आइपुग्यो यो त किलो 40 रुपैयाँको रेटमा मैले खोल्दिए आजै नमस्कार गुड मर्निङ गुड आफ्टरनुन अनि गुड इभिनिङ सबैजनालाई कुन समयमा कहाँबाट कसले हेर्दै हुनुहुन्छ सबैजनालाई पुष्ट यहाँलाई नमन गर्न चाहे सदाबार कृषिमार्ट जहिले पनि सिधै किसानबाट उत्पादनहरूलाई चाहिँ उपभोक्तासम्म पुर्याउने भन्ने हाम्रो जहिलेको पनि लक्ष्य रहनेछ त्यही अनुसार अहिले भइरहेको मौसमी चाहिँ खरबुजाको लागि हामी बारीतर्फ लाग्दैछौँ अहिले हामी कोशी ब्यारेजतर्फ लाग्दैछौँ कति 3 बिघा जस्तो लाउनु भएको छ अरे अहिले के अब सिजन आउँदा त झन् सस्तो पर्छ हैन तपाईहरुलाई कति रुपैयाँ प्रति किलोले बेच्दा पोसाउँछ यो खेतीमा कम्तीमा 20 माथि भयो राम्रो हुन्छ 20 कमै घाटा लाग्छ 20 सम्मले घाटा लाग्छ 20 तल हो घाटा लाग्छ एउटा बोट हो कि कतिवटा बोट लागेको छ यसमा 4वटा 5वटा छ बोट 4वटा 5वटा बोट यसबाट कति किलो जस्तो फल्छ यो खासमा एउटा फल दिन्छ 5वटा 4वटा फल निस्किन्छ त्यसो तरिकाले त तपाईहरुलाई त घाटा हुन्छ त नि एउटा खदा 10 रुपैयाँ लाग्छ अनि तपाईहरुलाई त्यो सरकारबाट चाहिँ त्यस्तो सहयोगहरु हुँदैन हुन्छ यस्तो यो बालौटे खेतीहरुको लागि भनेर नगरपालिकाहरुले पैसा छुटाएको हुन्छ नि पाउँदैन दिदैन कहिले कृषि ज्ञानले दिन्छ दिदैन कति जति दिन्छ त्यही यो 50,000 60,000 सम्म 50-60,000 त्यस्तो भयो भनेदेखि मल र बिउ किन्न त पुग्छ नि त नि त्यसले पुग्दैन पुग्दैन किलो बिउको दाम त 60,000 70,000 लाग्छ 1 किलोको तपाईले 3 बिघामा कति किलो जस्तो हाल्नु भएको छ त 2 केजी पाउने 2 टन्नै हाल्नु भएको रहेछ त लु हेर्नुस् यो यहाँदेखि यहाँसम्म देखिएको लगभग 3 बिघामा लाउनु भएको रहेछ उहाँले चाहिँ खेती अनि भन्नुहुन्छ 20 रुपैयाँ प्रति किलो भन्दा तल भयो भनेदेखि चाहिँ पोसाउँदैन भन्दै हुनुहुन्छ तर अब पोहोर पनि त त्यो 20 रुपैयाँ किलो भन्दा त घटेको थियो नि हैन घाटै लाग्यो अनि यसपालि पनि अब यही मौसममा आएर नि अब 20 रुपैयाँ झन्डै पुग्दैछ त अनि 20-25 पुग्दैछ है तपाईलाई केही भन्नु मन लाग्छ के भन्ने त अब केही भन्नु छैन के भन्ने सरकारले के सुविधा दिन्छ ल सरकारबाट केही सुविधा छैन भन्दै हुनुहुन्छ घाटा भयो भन्दै हुनुहुन्छ अब यस्तै छ हाम्रो नेपालमा चाहिँ किसानहरुको चाहिँ अवस्थाहरु हजुर ल म लाग्यो है हुन्छ अब यो नहुने बेलामा यसरी गाडी फसिन्छ समय पनि एकदम आज रात पर्छ जस्तो छ यस्तो नमजाले फस्यो है ल यो ड्राइभर भाइले यो बहिनीहरुलाई हेरेर त्यस्तो लाग्यो यो पनि फस्यो ल अब यताबाट एउटा ट्र्याक्टर आयो अब यसले निकाल्ने अलिअलि आशा छ ट्र्याक्टरले तान्छ भनेको आफै फसिन लाग्यो ल अब अहिले चाहिँ 2टा गाडी फसिसक्यो यहाँनिर अनि त्यस पछाडि हामी चाहिँ काठ खोज्नु ढुङ्गा खोज्नु गएको एउटा ढुङ्गा नभएको ठाउँ रहेछ फेरि अनि अब हेरौँ अब यतापट्टिको त्यो उता देखिएको हरियो चाहिँ सबै खरबुजाको बारिलो यहाँदेखि देखेको जति सबै बारिलो फोनबाट त खासै देखिँदैन होला आमामा भाइ यसमा लाइन छ यहाँ लाइन छैन पानी हाल्दैछ यहाँ मल्चिङ गरेको रहेछ ड्रिप इरिगेसन चाहिँ छैन रहेछ यहाँनिर हेर्नु पर्यो गाउँमै त मल्चिङ गरेर रहेछ पुरै ए होइन मल्चिङ होइन यस्तो तरिकाले खाल्डो बनाएर
भर भर सुरु भएर चाहिँ 1 घण्टा पछि बल्ल 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 पर्खेर अब यो पानी भाइ स्टार्टै गरेको छैन यार यो मान्छे बौला रहेछ यार गाडी स्टार्ट गरेको छैन भयो राति बेला पनि आउँछ र उता हेर उता होइन फेरि फर्स्ट चिनी छ भनेर भन्दै थियो यो चाहिँ सजिलो हुन्छ अलिक खानुलाई ल बल्ल बल्ल बारीमा चाहिँ आयो यो 1 ट्र्याक्टर गाडी छ यो फुच्ची पनि कहिले अगाएन है मोटाएको पनि छैन यो यतिको दामी चाहिँ भेट्टायो जो दिल खुश हो गया दिल खुश हो गया दिल खुश है दिल खुश ल ल किसान होइन त भाइ हट ल कडा अब खाएर हेर्दै बढिया 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 गाडीको ड्राइभर चाहिँ रिसाएर मर्लाइ छ उसको पास भेजौँ न यो पनि भेज्ने हो कि उसलाई पनि खुवाउनु पर्छ उसको अर्को टिप्स अरे क्या अब यहाँबाट चाहिँ हाम्रो यहाँ धर्मकाटामा आउँदैछ त्यसरी गाडी नै जोगिन्छ पुरै यहाँनिर यो चाहिँ अब डिजिटल मेसिन जस्तै हो यो गाडी यहाँ माथि चढेर तौलिन्छ यताबाट निस्किन्छ हाम्रो गाडीको वेट कति आउँछ हेर्नुपर्छ आम्मा 26,430 किलो कस्तो यसले बिस्तारै कुदाउनै जान्दैन गाडी फेरि गाडी धर्मकाटामा चढिसक्यो ट्याक्स लाएर 5,830 किलो 5,830 5,760 भन्नुहोस् अब फाइनल्ली हामी सदाबार कृषि मार्ट अगाडि आइपुगिसकेका छौँ बौला ड्राइभर हो 1 घण्टामा उहाँबाट ल्याइ पुऱ्यायो मलाई झन्डै मार्यो अहिलेसम्म डर लागेको थिएन गाडीमा चढ्दा यार यो भाइले कुदाउँदा चाहिँ डर लाग्यो मलाई चल्दैछ यो चक्लेटीवाला भन्दा चाहिँ एकदम फ्रेस आजै टिपेर लिएर आएको तरबुजा 40 रुपियाँ प्रति किलो भोलि बजार पनि लगेर बेच्छु ल आजलाई यति